गाइज नमस्ते, वेलकम माई न्यू भिडियो गाइज। हैन मैले चाहिँ तपाईको आज परवलको तरकारी पकाउन गइरहेको छु। म आफै भिडियो सुट पनि गर्दैछु हैन। तपाईले देख्न सक्नुहुन्छ मैले यहाँ परवल लिएको थियो। परवललाई चाहिँ तपाईको फ्राई गरेर निकालिसकेको छु हैन, देख्न सक्नुहुन्छ। त्यसपछि गएर मसिनो गरी प्याज चप गरेको छु। अदुवा र लसुनको पनि हल्का थिचेर निकालेको छु। यहाँ चाहिँ तपाईको अलिकति आलु पनि राख्छु, आलु उसिनेर थोरै राखेको छु हैन। त्यसपछि गएर मैले ग्यास अन गरे। यसमा चाहिँ तपाईको मैले त्यहाँ परवल फ्राई गरेको भएर भाँडा चाहिँ यस्तै छ हैन। मैले यो चाहिँ तेल यसैमा मैले यही तेलमा पकाउन लागिरहेको छु हैन। तेल तातिरहेको छ। दिएको छु एउटा तेजपत्ता, अलिकति दालचिनीको टुक्रा मात्रै लिएको छु। तेल राम्रोसँग तात्छ। त्यसपछि दालचिनी र तेजपत्तालाई म फ्राई गरिदिन्छु। मैले यहाँ मसला पनि लिएको छु, काश्मिरी मिर्च, त्यसै मसला मिक्समा धुलो मसलाहरू रेडी गरेको छु हैन। तेल तातिसक्यो। त्यसपछि तेजपत्ता राखिदिएँ, थोरै दालचिनीको टुक्रा राखिदिएँ। दालचिनीको टुक्रा राखेँ। त्यसपछिबाट गएर म यसमा प्याज राखिदिँदैछु। त्यसले हल्का गोल्डन कलर बनाउँछु म, रातो कलर हल्का। पेस्ट टमाटरको पेस्ट बनाएर राखेको छु। यो टमाटरको पेस्टलाई त्यो कलर भइसक्यो, गोल्डन कलर भइसक्यो हैन। फेरि प्याज डढ्छ। टमाटरको पेस्ट राख्दैछु। त्यसपछिबाट गएर म टमाटरको पेस्टलाई एकछिन पकाउँछु है। सानो आगो गरेर यसलाई एकछिन मजासँग भुट्छु। त्यसपछि यसमा म राखिदिन्छु तपाईको अदुवा र लसुनको खिचेर राखेको छु हल्का। त्यसलाई मैले याद गरिदिएँ। टमाटर यसरी एकछिन पाक्छ। त्यसपछिबाट म यसमा हल्का तेल छोड्न लाग्यो हैन। एक मसला याद गरिदिएँ हैन, देख्न सक्नुहुन्छ। मसला याद गरिदिएको छु। अब यो मसलालाई म एकछिन मजासँग भुट्छु। यसमा मैले बेसार बस नुन मात्र राख्न बाँकी छ लास्टमा, अरु सबै मैले यसमा राखिसकेको छु। मसलालाई मजासँग भुट्दिनु। यसो मसला भुटिसकेपछि साइडबाट मजासँग मसला पाक्छ। साइडबाट तेलहरू निस्किन्छ हैन। मसला मजासँग भुटिन लागिसक्यो। त्यसपछि बास्ना आउँछ। बास्ना अर्कै कस्तो मजाको बास्ना आउँछ। कलरको भन्दा पनि कलर पनि चेन्ज हुन्छ हैन। मसलाको कलर पनि चेन्ज हुन्छ। तेलहरू देख्न सक्नुहुन्छ। तेल कस्तो मजासँग माथि भुटेर छुटेको छ। यसलाई अब 2-3 मिनट जति भुटेर त्यसले बढी आगो बनाएर भुट्यो भने डढ्छ। त्यही भएर सानो आगो बनाएर भुट्नुपर्छ। त्यसपछिबाट अनि म परवल राख्छु।
भत्किसकेपछि मसला भुटिसक्यो, मसला भुटिसक्यो। मसला भुट्यो। अब यसमा चाहिँ म परवललाई एड गर्छु है। देख्न सक्नुहुन्छ मैले परवल फ्राई गरेर राखेको थिएँ। धेरै रातो बनाएको छुइनँ, जस्ट फ्राई गरेर चाहिँ राखेको थिएँ। यो परवललाई चाहिँ म यसरी मसलामा मिक्स गरिदिन्छु। त्यसपछिबाट पानी राख्दैछु एकछिन फुटेर। परवल मसलामा एकछिन भुट्यो। त्यसपछिबाट म यसमा पानी राख्दैछु। यसमा अघि मसलाहरू भएको पानी एड गरिदिँदैछु। यसमा फेरि म अरू थोरै पानी एड गर्छु। यति पानी एड गरिदिएको छु मैले हैन, पाक्नु पर्यो एकछिन। अनि त्यसपछि देख्न सक्नुहुन्छ मैले आलुलाई मैले उसिनेर अघि राखेको थिएँ नि, त्यही आलुलाई मैले म्यास गरेको थिएँ। अब यो आलुलाई चाहिँ म माथिबाट राखिदिन्छु। देख्न सक्नुहुन्छ आलु मैले माथिबाट राखिदिएँ। झोल अलि बाक्लो हुन्छ भनेर आलुलाई राखिदिएको छु मैले यतिका। अब यसमा म नुन एड गरिदिन्छु। अब म यसमा नुन राखिदिन्छु, कति आवश्यक पर्छ तरकारीको लागि त्यति नै नुनहरू एड गरिदिँदैछु मैले। अब यति त चाहिन्छ तरकारीमा नुन। अब मैले यसलाई एकछिन ढक्कन लगाएर पाक्न दिन्छु। एकछिन चलाउनु पर्यो नुन गर्नको लागि। त्यसपछिबाट म यसलाई एकछिन ढक्कन लगाएर छोपिदिन्छु पाक्नको लागि। यसरी बन्द भयो। हेरौँ है तरकारी कतिको भएको छ। लिएर हेरेँ मैले तरकारी। ओहो भात कतिको गइरहेको छ हेर्नु। पाक्दैछ अझै, एकछिन अझै झोल सुकाउँछु। पाकी त सक्यो यो, तर एकछिन चाहिँ झोल सुकाउनु पर्छ अझै। त्यही भएर म अलिकति थोरै आँच राखेर यसलाई म झोल सुक्नको लागि राखिदिँदैछु एकछिन। पाकेर रेडी भयो। धनियाँ राखिदिएँ मैले। गाइस तरकारी पाकेर रेडी भयो। हेर्नु त कति राम्रो भएको छ। बाक्लो गिरेर तातो तातो छ, मजाको भएको छ हैन। हेर्नु त तरकारी कति राम्रो बनेको छ। हेर्नु होला तरकारी कस्तो दामी बनेको। हेर्नु होला यसको तरकारी।